हुन्छ। सबैजनालाई येशूको नाउँमा जय मसीह। आज यो सुन्दर समय परमेश्वरले हामीलाई फेरि दिनुभएको छ। यो सुन्दर बिहानी परमेश्वरले हाम्रो जीवनको आयुमा एक दिनको आयु थपिदिनु भयो र फेरि हामीले यो सुन्दर समय र यो सुन्दर दिनलाई हामी अनुभव गर्न पाएका छौँ। आउनुहोस् यो परमेश्वरले दिनुभएको समयमा हामी एकछिन उहाँको उपस्थितिमा जानेछौँ। परमप्रभु परमेश्वरको नजिकमा हामी जानेछौँ, शान्त समय बिताउनेछौँ र साँच्चै उहाँको उपस्थितिलाई हामी थाहा गर्नेछौँ। म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु कि परमेश्वरको त्यो क्रियाशील जीवित वचन मसँगै बाइबल धर्मशास्त्र भजन सङ्ग्रह 19 नम्बरलाई पल्टाउन सक्नुहुन्छ र म सँगसँगै त्यो जीवित वचनको लाइनहरूलाई निहाल्न सक्नुहुन्छ। म सबैको निम्ति वचनलाई पाठ गर्नेछु। प्रकृतिमा परमेश्वरको महिमा र उहाँको व्यवस्था। आकाशले परमेश्वरका महिमाको वर्णन गर्दछ र तारा मण्डलहरूले उहाँको हातको सिपको घोषणा गर्दछ। हरेक दिन तिनीहरूले वार्तालाप गर्छन् र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्दछन्। कुनै बोली छैन, न भाषा छ जहाँ तिनीहरूको स्वर सुनिँदैन। तिनीहरूको स्वरले सारा पृथ्वी गुन्जायमान छ। तिनीहरूका शब्द पृथ्वीको सीमान्तसम्मै पुगेको छ। उहाँले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनु भएको छ। ऊ विवाह मण्डपबाट निस्केको दुलहा जस्तै छ, एकजना विजेता झैं जो आफ्नो दौड दड्नमा हर्षित हुन्छ। आकाशको एक छेउमा उसको उदय हुन्छ र अर्को सीमासम्म परिक्रमा गर्छ। त्यसको तापबाट केही कुरा लुकेर रहँदैन। परमप्रभुको व्यवस्था सिद्ध छ। प्राणलाई पुनर्जीवित गराउने परमप्रभुको कानुनहरू विश्वसनीय छन्। निर्बोधलाई बुद्धिमान तुल्याउने परमप्रभुका नियमहरू ठिक छन्। हृदयले आनन्द गराउने परमप्रभुका आज्ञाहरू उज्जवल छन्, आँखालाई प्रकाश दिने। परमप्रभुको भय स्वच्छ छ, अनन्तकालसम्म स्थिर रहने। परमप्रभुका विधिहरू सच्चा छन्, ती सर्वदा धर्ममय छन्। सुनभन्दा पनि ती बढी चाहना गर्ने योग्यको छ। निखुर सुनभन्दा पनि ज्यादै बढी, चाकाबाट तप्कने महभन्दा बढी गुलियो। तीबाटै तपाईँको दासले चेतावनी पाउँदछ, ती पालन गर्दा ठुलो इनाम मिल्नेछ। आफ्ना भुलहरू कसले थाहा पाउन सक्छ? मेरा गुप्त दोषहरू क्षमा गर्नुहोस्। आफ्नो दासलाई जानी बुझी पाप गर्नदेखि रोक्नुहोस्। तिनीहरूको प्रभुत्व म माथि हुन नपाओस्, तब म निर्दोष हुनेछु र घोर अपराधहरूबाट म निर्दोष हुनेछु। हे परमप्रभु, मेरो चट्टान र मेरो उद्धारक, मेरो मुखका शब्द र मेरो हृदयका ध्यान तपाईँको दृष्टिमा ग्रहण योग्य हौ। साँच्चै नै यी वचन कति शक्तिशाली छन्, कति भय योग्य परमेश्वरको वचन छ। हृदयको गहिराईलाई स्पर्श गर्न सक्दछ। इभन हाम्रो भौतिक शरीरका हरेक अङ्ग प्रत्यङ्ग र कोष तन्तुहरूमा
त्यो भिजेर जाँदछ। एक प्रकारको तरङ्ग फैलाउँदछ जहाँ परमेश्वरको उपस्थिति, त्यो परमेश्वरको महानतालाई हामी सहजै अनुभव गर्न सक्छौँ। हाम्रा चारैतिर हेरौँ प्रिय हो, उहाँका सृष्टिका थोकहरू कति महान छन्। यी हरिया वन जङ्गल, यी सुन्दर गाउँ र बस्तीहरू, हेर्नुहोस् ती हिमालका तातीहरू परमेश्वरको महिमाले भरिएको छ। आज तपाईँ र मलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको छ। अझ यी सृष्टिका अरू थोकहरू भन्दा अझै उत्तम तरिकाले परमेश्वरको महिमा प्रकट गर्न सकौँ। हामी सबैजनाले हाम्रो आँखा बन्द गर्नेछौँ र उहाँका यो महानताको हामी वर्णन गर्नेछौँ। हामी ख्रिस्टिया भजन 8 नम्बरको भजनलाई हामी गुनगुनाउनेछौँ। महान ईश्वर विचार छु काम तपाईको, अचम्मको जो सृष्टि गर्नुभयो। हेर्छु तारा, सुन्छु गर्जन डरलाग्दो, प्रकट समा संसारमा तपाईको प्रशंसा होइरहोस् ईश्वरको। कति महान प्रशंसा होइरहोस् ईश्वरको। कति महान, कति महान। पहाड पर्वत जङ्गलमा जब घुम्छु, पन्छीहरू सुन्छु गाएको। सुन्दर पहाडदेखि म तल हेर्छु, कलकल आवाज खोलाको सुन्दछु। प्रशंसा होइरहोस् ईश्वरको। कति महान, कति महान प्रशंसा होइरहोस् ईश्वरको। कति महान, कति महान। जब पिताले एकलौटे पुत्रलाई पठाए जमा पाप उठाउनलाई, मेरो बदली क्रुसैमा उनी चढे। उद्धार मेरो गरेर गदबहार। प्रशंसा होइरहोस् ईश्वरको। कति महान, कति महान प्रशंसा
प्रशंसा होस् ईश्वरको, कति महान, कति महान। जय ध्वनि सा येशू संसारमा आउँछ, असीममा साथ लैजान्छन् उहाँ। विनम्र साथ उनलाई उहाँ पुज्नेछु, महान ईश्वरको गर्छु प्रशंसा। प्रशंसा होस् ईश्वरको, कति महान, कति महान। प्रशंसा होस् ईश्वरको, कति महान, कति महान। हालेलुया। तपाईको यति सुन्दर, तपाईँ परमेश्वरको यति महानतालाई देखेर म चुप रहन सक्दिनँ। हे परमेश्वर, हामी कोही पनि चुप रहनै सक्दैनौँ। तपाईँ परमेश्वर, मेरो उद्धारकर्ता, मेरो परमेश्वर अनि सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ भन्ने कुरा तपाईँले सृष्टि गर्नुभएका यी सबै थोकहरूमा छर्लङ्गै देखिएको छ। मेरा नाङ्गो आँखाहरूले त्यसलाई प्रष्टै निहाल्न सक्दछु। मेरा हृदयको गहिराईमा त्यसलाई म सजिलै अनुभव गर्न सक्छु। तपाईँ कति महान हुनुहुन्छ। स्वर्गबाट तपाईँ परमेश्वर यस पृथ्वीमा ओर्लनुभयो, हामीलाई निहाल्नुभयो, हामीलाई डोहोर्याउनुभयो। हे परमेश्वर, तपाईको महिमा गर्नलाई हामीलाई चुन्नुभयो, हामीलाई सिकाउनुभयो। प्रभु तपाईँ परमेश्वरलाई धन्यवाद। कति महान हुनुहुन्छ तपाईँ परमेश्वर, कति महान हुनुहुन्छ। साना साना आँखाले निहाल्न नसक्ने किरा फट्याङ्ग्राहरूले तपाईँ परमेश्वरको महिमा प्रकट गर्दछ। यी झारपात र रुख वन जङ्गलका पातहरू फरफराउँदै तपाईँ परमेश्वरको महिमा गाउँदछ। यी बादलहरू हावामा घुर्दै तपाईँ परमेश्वरको महिमा गर्दछ। अनि चराचुरुङ्गीहरू यी रुखका हाँगाहरूमा चिरबिर आवाजहरू निकाल्दै तपाईँ परमेश्वरकै महानताको गीत गाइरहेको छ। खोला नाला छाँगा र छहराहरूले तपाईँ परमेश्वरको महिमा गाउँदछ। महान अनि जीवित परमप्रभु परमेश्वर, तपाईँ परमेश्वरलाई धन्यवाद। हाम्रो यो छोटो अनि मिठो समय हामीलाई दिनुभयो। साँच्चै तपाईँ परमेश्वरको त्यो न्यानो अनि प्रेमिलो काखमा हामीलाई पल्टन दिनुभयो। हामी संसारका सबै कुरालाई देख्दाखेरि हामी थाक्छौँ। संसारका हाम्रा हरेक अवस्था र परिस्थितिलाई सम्झदा हामी
निराश हुन्छौँ, तर यो तपाईँको उपस्थिति, तपाईँको यो न्यानो काखमा हामीलाई विश्राम दिनुभएको छ। आत्मिक रूपमा, मानसिक रूपमा र शारीरिक रूपमा हामीलाई स्फूर्त तुल्याउनु भएको छ, हामीलाई तन्दुरुस्ती तुल्याउनु भएको छ। यो मिठो समयको लागि तपाईँ परमेश्वरलाई महिमा र धन्यवाद। तपाईँ परमेश्वरको सधैँभरि स्तुति होस्। प्रशंसा होस् ईश्वरको, कति महान प्रशंसा होस् ईश्वरको, कति महान, कति महान। येशू प्रभुको उच्च अनि पवित्र नाममा आमेन।